नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय। त्रिरत्नलाई योग गर्दै आज यस 30औं मानी पूजा कार्यक्रममा उपस्थिति हुनुभएका सम्पूर्ण मेरो अग्रजहरू, पाला आमालाहरू, त्यसै गरी दिदीबहिनी, दाजुभाइ लगायत सम्पूर्ण मेरो धर्ममित्रहरूप्रति म यहाँबाट नै नमन गर्न चाहन्छु र त्यसको साथसाथै यहाँहरू सम्पूर्णले यस मानी कार्यक्रममा सहभागी भएर यसरी मानी पूजामा आउनुभएकोमा चाहिँ म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामी सबैजना बौद्ध धर्म अवलम्बीहरूले मान्दै आएको छोड्दे नामसुम भनेर चाहिँ हामीले एकदमै महत्त्वपूर्ण र पवित्र स्थान चाहिँ मान्दै आइरहेको छ। ती मध्येबाट आज हामी कहाँ छौँ त भन्दा हामी छोड्दे नामसुमबाट मध्ये बौद्ध छोड्देनको आँगनमा रहेर हामी यसरी बिछु बिछुनी लामालाहरू, अनिलाहरू, त्यसै गरी तपाईँहरू उपासक उपासिकाहरू हामी सबैजना चाहिँ यसरी जम्मा भएर एक ठाउँमा यस्तो पवित्र होइन जुन चाहिँ बौद्ध छोड्देन यहीँ नजिक रहेको छ, यस्तो पवित्र स्थानमा रहेर चाहिँ हामीले मानी दुङसुर पूजा एकैचोटि हामी यति धेरैजना लामालाहरू, अनिलाहरू, त्यसै गरी तपाईँहरू उपासक उपासिकाहरू हामी सबैजना जम्मा भएर मानी दुङसुर पूजा गर्न पाउनु भनेको हामी सबै आफैको लागि चाहिँ एकदमै भाग्यमानी हो जस्तो लाग्छ। र त्यति मात्र नभइकन हामीले जुन अहिले खाना खाइसकेपछि जुन तपाईँहरूलाई आरामको लागि समय रहेको छ, त्यो समयलाई पनि यतिकै हामी व्यर्थ कुरामा खेर नफालिकन चाहिँ तपाईँहरूले जुन यसरी हामीले बुद्धको उपदेशहरू विषयमा जुन एउटा छलफल गर्ने, ज्ञान एकअर्कासँग आदान प्रदान गर्ने जुन यस्तो समय मिलाएको छ, त्यो हामी सबैको लागि के हो त एउटा पुण्य लाभ हुने एउटा राम्रो समय रहेको छ। त्यही कारणले गर्दा अहिले हामीसँग चाहिँ 1 घन्टाको समय रहेको छ। त्यो 1 घन्टाको समयमा चाहिँ तपाईँ हामी सम्पूर्णजना मिलेर चाहिँ यो 1 घन्टा चाहिँ होइन अर्थपूर्ण बनाउने हामी प्रयास गर्नेछौँ। र यसरी यो 1 घन्टाभित्र चाहिँ तपाईँहरूसँग मैले के कुरा गर्न चाहन्छु भन्दा होइन बुद्धको जीवनी हामी सबैजना बुद्धको अनुयायी भइसकेपछि हामीले बुद्ध धर्म होइन बुद्ध को थियो र बुद्धको जीवनी विषयमा हामीले राम्रोसँग बुझ्नुपर्ने र त्यसै गरी बुद्धले कस्तो शिक्षा दिनुभयो त हामीलाई होइन बुद्धले दिनुभएको शिक्षा साँच्चीकै हामीले होइन अभ्यास गरेछु कि गरी छैन भन्ने विषयमा चाहिँ हामीले अहिले कुरा गर्न गइरहेको छु। हुन त तपाईँहरू सबैजनाले बुद्धको जीवनी बारेमा थाहा नभएको होइन सम्पूर्णजनालाई थाहा छ, राम्रोसँग थाहा छ, तर पनि हामीले आज मैले यहाँ चाहिँ बुद्धको जीवनी विषयसँग जोडेर उहाँको पहिलो धर्मचक्र 4 आर्य सत्यको विषयमा चाहिँ के कुराहरू गर्न गइरहेको छु। यसरी बुद्धको जीवनी विषयमा बन्नुको मुख्य कारण चाहिँ के रहेको छ भन्दा हामी यस्तो महान व्यक्तिहरू बुद्ध भयो, त्यसै गरी होइन ठुलो गुरु लामाहरूको जीवनी भयो, त्यसै गरी उहाँहरूको ज्ञान गुणको विषयमा चाहिँ हामीले जति धेरै कुरा गऱ्यौँ उहाँहरूको विषयमा उहाँहरूको ज्ञानको विषयमा छलफल गर्ने जस्ता उहाँहरूले हामीले चाहिँ जति धेरै स्मरण गर्यो त्यति धेरै हामीलाई के हुन्छ त पुण्य लाभ हुन्छ भनिन्छ होइन। त्यही कारणले पुण्य लाभ हुन्छ जसले गर्दा चाहिँ हामीसँग रहेको हामीभित्र रहेको जुन अज्ञानता छ, रिस राग मोह जस्ता अज्ञानताहरू चाहिँ बिस्तारै कम हुन जान्छ, जसले गर्दा चाहिँ हाम्रो चित्त शुद्ध हुनमा एकदमै महत्त्वपूर्ण रहेको छ। त्यही कारणले गर्दा म आज यहाँ तपाईँहरूसँग बुद्धको जीवनी विषयमा चाहिँ कुरा गर्न गइरहेको छु। र यसरी बुद्धको जीवनी भन्दा तपाईँहरू सबैजनालाई थाहा छ, तर यो बुद्ध हामी सबैजनाले थाहा भएको कुरा हो। बुद्ध कहाँ जन्मियो भन्दा नेपालको लुम्बिनी भन्ने ठाउँमा जन्मिएको भएको थियो। र मलाई पुनः आशा छ तपाईँहरूले लुम्बिनीमा दर्शनको लागि होइन परिक्रमको लागि गइसक्नु भयो होला र यति गइ छैन भने चाहिँ लुम्बिनीमा होइन दर्शनको लागि जानु होला भनेर चाहिँ भन्न चाहन्छु। किन भन्दा हामीले बुद्धसँग सम्बन्धित भएको ठाउँहरूमा चाहिँ हामीले सक्दो धेरै दर्शनको लागि गयो भने चाहिँ जसले गर्दा चाहिँ के हुन्छ हामीलाई धेरै पुण्य लाभ हुन्छ, जसले गर्दा चाहिँ हामीभित्र भएको अज्ञानताहरू चाहिँ कम हुनेमा एकदमै फाइदा हुन्छ भन्ने बनिएको छ होइन। हामीले टाढा टाढाको ठाउँ जान नसके पनि नेपालमै रहेको जुन बुद्ध जन्मिएको ठाउँ छ लुम्बिनी, त्यहाँ चाहिँ हामी सबै जानुपर्ने चाहिँ के हुन्छ हाम्रो एउटा कर्तव्य पनि हो जस्तो लाग्छ। र बुद्धको जीवनीलाई यसरी हेर्दा हामीले 4वटा भागमा होइन विभाजन गरेर चाहिँ हामीले हेर्न सकिन्छ। जस्तै त्यो 4वटा भागमा विभाजन चाहिँ के हुन्छ भन्दा जन्म, युवा र तपस्या र अरूको हित भनेर चाहिँ यसरी बुद्धको जीवनीलाई हामीले 4 भागमा विभाजन गरेर हामीले हेर्न सकिन्छ। र 4 भागमा यो जुन चाहिँ जन्म छ, युवा, तपस्या र अरूको हित भनेर 4वटामा विभाजन गरेको हामीले यसरी पनि बुझ्न सकिन्छ कि बुद्धको जन्म र युवा अवस्था भन्ने बित्तिकै हामीले सांसारिक जीवनलाई बुझ्न सकिन्छ है।
संसारिक जीवनलाई चाहिँ बुझ्न सकिन्छ। बुद्धले 29 वर्षसम्म त नेपालको कपिलवस्तु भन्ने ठाउँमा चाहिँ उहाँ 29 वर्षसम्म त्यहीँ बिताउनु भएको थियो। त्यही कारणले गर्दा यो जन्म र युवा भन्ने बित्तिकै हामीले चाहिँ संसारिक जीवनलाई बुझ्न सकिन्छ। र त्यसै गरी तपस्या र अरूको हित भन्ने बित्तिकै उहाँले 29 वर्षमा दरबार छोडेर जानु भइसकेपछि उहाँले के कस्ता तपस्याहरू गर्नुभयो र त्यसपछि उहाँले कस्तो ज्ञान प्राप्त गर्यो हैन, त्यो तपस्याहरूको बारेमा। त्यसै गरी उहाँले बुद्धत्व प्राप्त गर्नु भइसकेपछि हामी जस्तो प्राणीहरूको लागि चाहिँ कस्तो सन्देश, कस्तो उपदेश चाहिँ दिनुभयो त भन्ने विषयमा रहेको छ। र यसरी संसारिक जीवन र धार्मिक जीवन भनेर चाहिँ हामीले बुझ्न सकिन्छौँ। र जन्म भन्दाखेरि चाहिँ हामी सबैलाई थाहा छ नेपालको लुम्बिनी भन्ने ठाउँमा जन्मनु भएको थियो। र यसरी गौतम बुद्ध जन्मिएपछि त्यतिखेर उहाँ त हामी जस्तो एउटा साधारण मान्छेको रूपमा जन्मिनु भएको थिएन है, उहाँ चाहिँ एउटा राजकुमारको रूपमा जन्मिनु भएको थियो। त्यतिखेर कपिलवस्तुको राजा शुद्धोधन र आमा मायादेवी हैन, रानी मायादेवीको छोराको रूपमा चाहिँ उहाँ जन्मिनु भएको थियो। र यसरी राजा शुद्धोधनको छोरा जन्मिएको खबर सुनेपछि त्यतिखेर त्यहाँको ऋषि मुनिहरू भयो, विद्वानहरू सबैजना चाहिँ राजाको छोरा हेर्नको लागि चाहिँ दरबारमा आउनुभएको थियो। र त्यतिखेर एकजना ऋषिले चाहिँ के भन्नुभयो भन्दा, भविष्यमा गएर यो बालकले यति राजदरबार सम्हालेर बस्यो भने चक्रवर्ती राजा बन्ने छ भनेर हैन। चक्रवर्ती राजा भन्नाले खोलो गिरु ग्याल्बो भन्छ नि हामीले हैन, चक्रवर्ती राजा बन्ने छ भनिन्छ। तर यदि दरबार छोडेर सन्यासी जीवन बिताउन गएमा संसारको अज्ञानताको अन्धकारलाई हटाउन सक्ने एउटा सर्वज्ञ ज्ञान प्राप्त गर्ने महान व्यक्ति बन्ने छ भनेर चाहिँ यसरी भविष्यवाणी गरेको हुन्छ। र यसरी भविष्यवाणी गरेपछि राजा शुद्धोधनलाई पहिला त एकदमै खुसी लाग्छ, आफ्नो छोराको यस्तो राम्रो भविष्यवाणी गरेपछि जसलाई पनि खुसी लाग्छ। तर बिस्तारै बिस्तारै उसको मनमा एउटा डर र चिन्ता पनि हुन्छ। त्यो चाहिँ कसरी हो भन्दा, अब यदि सन्यासी भन्यो भने त दरबार छोडेर जान्छ नि त राजाले, दरबार छोडेर जान्छ भन्ने डर थियो राजालाई हैन। जसको पनि बुवा आमाले आफ्नो छोराछोरी घर छोडेर जाओस् भन्ने त कसैले पनि लाग्दैन नि हैन। सबै जसको पनि बुवा आमाले आफ्नो छोराछोरी घरमै बसोस् भन्ने लाग्छ। तर राजा शुद्धोधनको पनि त्यही इच्छा थियो। त्यही कारणले गर्दा चाहिँ आफ्नो छोरा कहीँ दरबार छोडेर जाने त होइन कि भन्ने डर चाहिँ उसको मनमा रहिरह्यो। र त्यही कारणले गर्दा चाहिँ उसले चाहिँ के गर्नुभयो भन्दा, राजा शुद्धोधनले आफ्नो छोरालाई हरेक सुविधाहरू वैदिक चिजबाट जे सकिन्छ हैन, त्यो सबै सुविधाहरू दिए, सुखहरू दिए, दुःख कस्तो हुन्छ भन्ने अनुभव चाहिँ हुन दिएन उसलाई हैन। यसरी हुर्काउँदै जाँदा युवा अवस्थामा पुग्यो र यसरी 16 वर्षको उमेर पुग्दा उहाँको विवाह पनि गरिदियो राजा शुद्धोधनले हैन। एउटा राजकुमारी यशोधरा नामकी राजकुमारीसँग उहाँको विवाह पनि गरिदियो। र विवाह भएपछि केही वर्षमा एउटा छोरा पनि जन्मिएको थियो बुद्धको, राहुल नामको एउटा छोरा पनि जन्म भयो। र यसरी छोरा आफ्नो सन्तान भइसकेपछि राजा शुद्धोधनलाई अब उसको मनमा जुन प्रकारको एउटा डर थियो, कहीँ मेरो छोराले दरबार छाडेर त जाने होइन कि भन्ने प्रकारको एउटा डर थियो नि, त्यो डर चाहिँ हराउँदै गयो। किन भन्दा अब त मेरो छोराले दरबार छोडेर जाने छैन, किन भन्दा उसले यति छाडेर जाने इच्छा भए तापनि आफ्नो सोच्ने, आफ्नो सन्तान भइसकेको छ, आफ्नो बच्चाको मायाले पनि उसले छाडेर जान सक्ने छैन भन्ने खालका उसलाई विचारहरू भएपछि उसको मनमा जुन प्रकारको डर थियो त्यो डरबाट चाहिँ मुक्त भयो। र बिस्तारै अब राजा शुद्धोधनको मनमा डरहरू सबै हराउँदै गयो। र यसरी राजकुमार ठुलो भयो हैन। र सिद्धार्थ गौतम बुद्ध बिस्तारै बिस्तारै पहिला अब दरबारमा मात्रै बसेर भएन, आफ्नो प्रजा पनि कस्तो छ हेर्नु पर्यो। आफ्नो दरबारको वरिपरि रहेको गाउँको मान्छेहरू हेर्नको लागि चाहिँ ऊ दरबारबाट निस्के। र यसरी दरबारबाट निस्किसकेपछि अब बाहिरको दुनियाँ भनौँ, बाहिरको संसार त दरबार जस्तो हुँदैन नि, यहाँ त उसले त विशेष गरी अब दरबार छाड्छ कि भन्ने डरले चाहिँ राजा शुद्धोधनले उसलाई हरेक सुविधाहरू हैन, हरेक सुख सुविधाहरू दिएर राखेको थियो। तर बाहिरको दुनियाँ त त्यस्तो हुँदैन। त्यही कारणले त्यहाँ जाँदाखेरि प्राणीहरू भयो, जस्तै मानिसहरू हरेक प्रकारको दुःखहरू गरेको देख्यो उसले। खेती न किसानहरू खेतमा दुःख गरेको, त्यसै गरी गाई बस्तुहरूलाई हैन आफ्नो जिउभन्दा धेरै वेटको सामानहरू हैन लगेर जान दिने, त्यस्ता प्रकारको विभिन्न दुःखहरू देखियो। र
त्यसपछि उसले पहिलो दुःख चाहिँ के देखियो भन्दा गाउँको नगर घुम्दै गर्दा एकजना आइमाई चाहिँ एकदमै चिच्याएर रुइरहेको आवाज सुन्यो र त्यसपछि उसले के भएको जस्तो लाग्यो र त्यहाँ चिच्याएको आवाज सुनिरहेपछि त्यहाँ एकदमै रोएको आवाज सुनेपछि त्यहाँ हेर्न जाँदा चाहिँ त्यहाँ केही मान्छेहरूको बिचमा एकजना आइमाई एकदमै रुँदै बसिरहेको एकदमै कराउँदै चिच्याएर बसिरहेको थियो। त्यसपछि उसलाई अचम्म पनि लाग्यो दुःख पनि लाग्यो अनि उसले उसको जुन साथी छ छन्दक नामको उसलाई सोध्यो के भएको भन्ने सोद्धाखेरि चाहिँ यो आइमाईले चाहिँ बच्चा पाउन नसकेर चाहिँ यस्तो दुःख भइरहेको हो भनेर चाहिँ भनेको हुन्छ होइन। त्यस्तो हुँदाखेरि उसलाई यस्तो दुःख लाग्छ होइन बुद्धलाई सिद्धार्थ गौतम बुद्धलाई एउटा महिलाले एउटा आइमाईले बच्चा पाउँदाखेरि कति दुःखहरू कति पीडाहरू सहनु पर्ने रहेछ भनेर चाहिँ उसलाई त्यो दुःखहरू लाग्छ। त्यसपछि जाँदै गर्दा फेरि अर्को दुःख उसले के देख्छ भन्दा एकजना मान्छे अति नै पातलो कालो होइन एकदमै दुब्लो मान्छे देख्छ अनि के भएको यो मान्छेलाई भनेर सोद्धाखेरि उसको जिउमा रोग लागेको हो भनिन्छ कि उसलाई चाहिँ बिमारी भएको हो। हामी सबै एउटा के त हामी रगत र मासुले बनेको जिउ हो त्यसमा कतिखेर के रोग लाग्छ हामीलाई थाहा हुँदैन हामी सबैले यस्तो रोग लाग्छ भनेर भनेपछि अझ धेरै दुःख हुन थाल्छ होइन। त्यसपछि फेरि जाँदै गर्दा चाहिँ उसले के देखिन्छ भन्दा एकदमै बुढो मान्छे हुन्छ नि अब अनुहारहरू सबै पुरा च्याउरे पारेको अनि डाँड पुरा खुब्रो भएको त्यसै गरी लट्ठी टेकेर लट्ठीको सहारामा हिँडिरहेको एकजना व्यक्ति देख्छ। त्यसपछि फेरि सिद्धार्थ गौतम बुद्धले आफ्नो साथीले सोध्छ यो मान्छेलाई के भएको हामी जस्तो उसलाई त हामी जस्तो गरेर हिँड्न सक्दैन उसले लट्ठीको सहारामा किन हिँड्नु परेको उसको जिउहरू किन यसरी कुप्रो परेको भनेर सोद्धाखेरि ऊ अब बुढो भएको हो भन्छ। संसारमा जन्मिसकेपछि हरेक प्राणी तपाईँ हामी सबैजना चाहिँ के हुन्छ त बुढो हुनै पर्छ होइन भनेको हुन्छ। त्यसो भए त्यसदेखि उसलाई एकदमै दुःख लाग्छ र फेरि भोलिपल्ट जान्छ। भोलिपल्ट जाँदा चाहिँ उसले के देखिन्छ भन्दा एकजना लास जलाइरहेको हुन्छ एउटा व्यक्तिको लास जलाइरहेको हुन्छ र त्यसको वरिपरि चाहिँ आफन्तहरू चाहिँ एकदमै दुःख भएर रोइरहेको हुन्छ। त्यसपछि उसले यो के भएको भनेर सोद्धाखेरि चाहिँ अब यो मान्छे बितेको हो भन्छ होइन। हामी सबैजना यो संसारमा आइसकेपछि धनी होस् गरिब होस् राम्रो होस् नराम्रो होस् होइन ठुलो जातको होस् सानो जातको होस् सबैजना एक दिन हामी के हुन्छ त मर्नु पर्ने हुन्छ यो संसार छोडेर जानै पर्ने हुन्छ भन्छ। यो कुराहरूले चाहिँ उसलाई एकदमै मनमा दुःख लाग्छ सिद्धार्थ गौतम बुद्धलाई किन भन्दा उसलाई त त्यस्तो केही दुःखहरूको विषयमा थाहै थिएन। किन भन्दा राजा शुद्धोधनले आफ्नो छोरा कहीँ दरबार छोडेर जाने त होइन भन्ने डरले चाहिँ होइन एकदमै सुख सुविधाहरू दिएर राखेको थियो दरबारमा त्यस्तो प्रकारको दुःखहरू उसले देखेको थिएन र यसरी बाहिर जाने क्रममा चाहिँ यस्तो सम्पूर्ण दुःखहरू देख्न थालिएपछि उसलाई चाहिँ एकदमै दुःख लाग्यो र यो सबै चिज किन हुने रहेछ त आखिर मान्छे संसारमा जन्म लिनुपर्ने जन्म लिइसकेपछि त्यसमा विभिन्न प्रकारका रोगहरू लाग्नुपर्ने र त्यसपछि फेरि बिस्तारै बिस्तारै हाम्रो जिउ होइन बुढोमा परिवर्तन हुनुपर्ने र बुढो परिवर्तन भइसकेपछि एक दिन हामीले यो संसार त्यागेर सबैजना मर्नुपर्नेको कारण चाहिँ किन रहेछ त भन्ने कुराहरू उसले पत्ता लगाउन मन लाग्यो होइन। त्यसरी पत्ता लगाउन मन लागेपछि उसले धेरै विचार गरे र त्यसपछि उसले चाहिँ के सोच्नु भयो भने यदि म यो दरबारमै बसिरह्यो भने चाहिँ मैले यो सबै कुराहरूको कारण मैले पत्ता लगाउन सकिँदैन होइन। यहाँ त अब संसारी जीवनमा धेरै आफ्नो व्यक्तिगत कामहरू हुन्छ विशेष गरी उता एक राजकुमारी हुँदाखेरि लडाइँ झगडा त्यस्तो धेरै हुन्छ नि त। त्यही कारणले गर्दा मैले यो संसारी जीवनमा बसिरह्यो भने चाहिँ मैले यो सबै कुराहरूको कारण मैले पत्ता लगाउन सकिँदैन। त्यही कारणले गर्दा म यो दरबार छोडेर यो सबै कारण किन चाहिँ मान्छे दुःख हुन्छ किन मान्छे जन्मिसकेपछि रोगी हुन्छ किन बुढो हुन्छ किन मर्नुपर्छ यो कारण पत्ता लगाउनका लागि उसले 29 वर्षमा होइन आफ्नो दरबारमा आफ्नो छोरा श्रीमती त्यस लगायत सम्पूर्ण परिवारले त्यागेर राजदरबार छाडेर चाहिँ एक रात ऊ चाहिँ दरबार छोडेर जानुभएको थियो। यसरी यहाँसम्म चाहिँ के छ भन्दा बुद्धको संसारिक जीवनलाई हामीले बुझ्न सकिन्छ है। यहाँसम्म चाहिँ के थियो त बुद्धले 29 वर्षसम्म नेपालको कपिलवस्तु भन्ने ठाउँमा चाहिँ उहाँ बस्नु भएर चाहिँ संसारिक जीवन चाहिँ यहाँसम्म थियो। अब दरबार छोडेर गइसकेपछि उहाँको धार्मिक जीवन सुरु हुन्छ होइन। धार्मिक जीवन चाहिँ कस्तो रहेको छ भन्दा उहाँले यो दरबार छोडेर गइसकेपछि उहाँले जाने बित्तिकै उहाँ तपस्यामा बस्नु भएको हो त भन्दा यस्तो होइन। त्यतिखेर विद्वानहरू नभएको पनि होइन एकदमै ठुला ठुला विद्वानहरू थिए ऋषिमुनिहरू थिए एक नाम चलिरहेका विद्वानहरू थिए होइन।
त्यो अनुसारले चाहिँ उसले ठुलो विद्वानहरूसँग गएर भेटे, उनीहरूसँग शिक्षा लिए, तर पनि उसले चाहेको जुन उत्तर छ उसले पाउन सकेन। उसले चाहने भनेको त उसले दरबार छोड्नुको मेन कारण के थियो त भन्दा मान्छे किन संसारमा जन्म लिन्छ, जन्मिसकेपछि किन बिमारी हुनुपर्छ हैन, किन बुढो हुनुपर्छ, किन मर्नुपर्छ भन्ने त्यसको कारण पत्ता लगाउन गएको थियो नि त, हो त जानुपर्ने रिजन त। तर त्यहाँबाट जति विद्वानहरूसँग उसले शिक्षा लिँदा पनि त्योहरू बारेमा चाहिँ उसले पत्ता लगाउन नसकेपछि एक दिन उसले के निर्णय गर्नु पर्यो भने त के निर्णय गर्नुभयो भन्दा अब मैले यसरी बाहिर चिजबाट खोजेर चाहिँ यो सबैको कारण मैले थाहा नहुने रहेछ हैन, अब बाहिर चिजबाट खोज्दै जान मलाई थाहा नहुनेछ, अब म आफै ध्यान गरेर चाहिँ यो सबैको कारण म पत्ता लगाउँछु भनेर चाहिँ उहाँले त्यहाँदेखि ध्यानमा बस्ने सुरु गर्नुभयो। यसरी ध्यान बस्दा उहाँले 6 वर्षसम्म पानी पनि नखाइकन, खाना पनि नखाइकन चाहिँ उहाँले ध्यान तपस्यामा बस्नुभयो। र त्यसै गरी ध्यान तपस्यामा बसिरहने क्रममा जति गामचरको लागि पनि, पानी परे पनि, हावा जे जस्तो कठिनाइहरू परे पनि उसले चाहिँ त्यो चिजहरूलाई चाहिँ सहेर हैन उहाँले चाहिँ ध्यान तपस्या गर्नुभयो। जस्तै हामी अहिले एक घण्टाको लागि यसरी बसिरहँदा हाम्रो खुट्टा दुखेर आउँछ, एकछिन पानी नखाए भने गर्मीमा तिर्खा लागेर आउँछ, एक दिन खाना नखाए भने हामी भोक लागेर आउँछ नि त। तर उहाँले चाहिँ यस्तो केही पनि दुःखहरू सबैलाई चाहिँ सहेर चाहिँ 6 वर्षसम्म चाहिँ उहाँले ध्यान तपस्या गर्नुभएको थियो। मलाई पुनः आशा छ तपाईहरु सबैजनाले इन्डियामा जुन लोटु कवचे भन्छ नि त्यही ठाउँ हो, त्यहाँ बसेर नै चाहिँ उहाँले चाहिँ 6 वर्षसम्म चाहिँ तपस्या गर्नुभएको थियो हैन। यसरी तपस्या गर्दा गर्दै इन्डियाको जुन बोधगया भन्ने ठाउँ छ, बोधगयामा चाहिँ उहाँको बोधित्व प्राप्त गर्नुभएको थियो हैन। यसरी बोधित्व प्राप्त गर्नुभयो भन्दाखेरि चाहिँ कस्तो बोधित्व प्राप्त गर्नुभयो त भन्ने हामीलाई लाग्छ कसैलाई चाहिँ अब बोधित्व प्राप्त गर्नुभयो भन्दैमा अर्कै एउटा ठाउँमा जाने, हाम्रो जिउ अर्कै रूपमा परिवर्तन हुने त्यस्तो लाग्न सकिन्छ, तर त्यस्तो केही हैन। न यो हामीले सरल भाषामा भन्यो भने पराम सुख के कहिले पनि परिवर्तन नहुने सुख चाहिँ उहाँले प्राप्त हुनुभयो। र जस्तै अब हामी चाहिँ के हो त संसारको वास्तविकलाई देख्न सकिएको छैन नि त, उहाँले चाहिँ संसारको वास्तविक के हो त, संसारको रियालिटीलाई चाहिँ उहाँले देख्न सक्नुभयो, त्यो नै के हो त बुद्धत्व प्राप्त गरिएको हो हैन। जस्तै हामीले चाहिँ संसारको वास्तविक के हो त, रियालिटी के हो त्यो हामीले देख्न सकिएको छैन। त्यही कारणले गर्दा हामी के छ त अहिलेसम्म संसारमै भइदिइरहेको छ नि त हैन। त्यही कारणले गर्दा यो अब अझ तपाईहरुलाई सजिलो हुनलाई बुझ्नको लागि चाहिँ एउटा उदाहरणको रूपमा राखेर भन्ने हो भने जस्तै हामी चाहिँ के हो भन्दा एउटा जन्डिस लागेको व्यक्ति जस्तो हो के, जन्डिस लागेको मान्छे जस्तो हो। जस्तै बुद्ध चाहिँ जन्डिस रोगबाट मुक्त भएको मान्छे, जन्डिस रोग भने हामी ठिबाइ नछ भन्छ नि हैन। जन्डिस रोग लागेको मान्छेलाई हरेक चीज चाहिँ के हुन्छ पहेँलो देख्छ भन्छ के। अनि हिमालको वास्तविक चाहिँ के हो भन्दा सेतो हो नि हैन। हामीले हिमाल भन्ने बित्तिकै कालो नीलो हरियो भनेर त सम्झिँदैन, हिमाल त के हो त जाँगे नि, हिमाल भनेको त सेतो नै हुन्छ। तर त्यो जन्डिस रोग लागेको मान्छेले हिमाल सेतो देख्छ त भन्दा हिमाल सेतो देख्न सकिँदैन उसले हैन। हिमाल सेतो देख्न सकिँदैन, नदेख्नुको मेन कारण के हो त हिमाल पहेँलो भएर हो त भन्दा होइन नि, हिमाल त सेतो नै थियो, तर उसको रोगको कारणले गर्दा चाहिँ उसले हिमाल सेतो देख्न नसकेको, पहेँलो देखेको। तर बुद्ध चाहिँ के हो त जन्डिस रोगबाट मुक्त भइसकेको कारणले गर्दा हिमाल जस्तो छ त्यस्तै देख्न सकिएको हो हैन। त्यसो गर्दा हामीले पनि जबसम्म आफूलाई जन्डिस रोग भएको थाहा हुँदैन हामीले त हिमाल पहेँलो नै हो सोच्छ नि हैन। तर जब हामीले जन्डिस रोग लागेको रहेछ भनेर हामीले पत्ता लगाउँछ, त्यसको उपचार गर्दै गएपछि जन्डिस रोगबाट हामी जब मुक्त हुन्छ त्यही ठाउँमा पहिला पहेँलो हिमाल देखिरहने ठाउँमा नै अहिले हामीले सेतो हिमाल देख्न सकिन्छ नि, त्यो नै के हो त बुद्धत्व प्राप्त गरिएको हो भन्छ। त्यो चाहिँ यो चाहिँ हामीले एउटा उदाहरण सहित भनेको हो। हामी चाहिँ के हो भन्दा हामीले संसारको वास्तविकता देख्न नसक्नुको कारण के हो भन्दा हाम्रो अज्ञानताको कारणले गर्दा चाहिँ संसारको वास्तविक देख्न नसकेको हो भन्छ। जस्तै हामीले सपनामा हैन अब कुनै ठाउँमा गएर साथीभाइसँग बसिरहेको सपना देख्दाखेरि त्यो सपनाभित्र त हामीले साँच्चीकै हो जस्तो लाग्छ नि, त्यो सपना हो यो साँच्चै होइन लाग्दैन। तर जबसम्म हामीले अब निन्द्रा खोल्दैन तबसम्म त त्यो साँच्चीकै जस्तो लाग्छ। तर हामी निन्द्रा खोलेपछि के हुन्छ त त्यो सबै त एउटा निन्द्रा थियो, त्यो सत्य थिएन, त्यो त एउटा ठुल्पा थियो नि त। त्यही कारणले गर्दा बुद्ध के हो त निन्द्राबाट उठिसक्नुभयो, उसले सपनालाई सपना हो भनेर थाहा पाइसक्नुभयो। तर हामी चाहिँ के हो भन्दा अहिलेसम्म सुतिरहेको कारणले गर्दा हामीले सपनालाई सपना हो भनेर चाहिँ थाहा नभएको कारणले गर्दा नै हामी के छ त अहिलेसम्म संसारको वास्तविक देख्न सकिएको छैन। त्यही कारणले गर्दा हामी अहिलेसम्म के छ त पैठारिरहेका छन् हैन। र त्यसपछि उसले यसरी भानुभूतले बुद्धत्व प्राप्त गर्नु भइसकेपछि उहाँ यतिकै रहनुभयो त, उहाँले त परम सुख प्राप्त गरियो नि त। परम सुख प्राप्त गरेपछि उहाँ यतिकै बस्नुभयो त भन्दा यतिकै बस्नु भएन। हामी जस्ता प्राणीहरूलाई कसरी दुःखबाट मुक्त गराउने त,
हैन। सम्पूर्ण प्राणीहरूले चाहने भनेको त खुसी नै हो नि हैन। र हामी अब धनी मान्छेलाई मात्रै खुसी चाहने, गरिबलाई खुसी नचाहने होइन, सेतो मान्छेलाई मात्रै खुसी चाहने, कालोलाई नचाहने होइन। हरेक मान्छे जस्तो भए पनि सम्पूर्ण प्राणीहरूलाई चाहिँ मानिसहरूले चाहिँ खुसी चाहन्छ होइन। त्यसै गरी मानिसलाई मात्र खुसी चाहिएको होइन, हरेक प्राणीलाई एउटा किरा फटेङ्ग्रादेखि लिएर सम्पूर्ण प्राणीहरूले चाहने भनेको खुसी हो। हामीले हेर्दाखेरि बाहिरको हाम्रो जिउको आकारहरू विभिन्न प्रकारको देखिन्छ होइन, फरक फरक देखिन्छ। मानिसभित्र नै कति फरक फरक हुन्छ। त्यसै गरी जनावरहरूमा सोच्यो भने पनि प्राणीहरू आफ्नो आफ्नो एउटा कमिला हुने, सानो हुन्छ, हात्ती कति ठुलो हुन्छ, तर ठुलोलाई चाहिँ सुख चाहिने, सानोलाई चाहिँ नचाहिने यस्तो होइन होइन। जस्तो प्राणी भए पनि, जस्तो जिउको आकार भए पनि हामी सबैको के हो त, एउटा चिज चाहिँ सबै एउटै हुन्छ। के हो भन्दा त्यो होइन, हामी सबैले सुख चाहने एउटै हुन्छ, दुःख नचाहने एउटै हुन्छ। सम्पूर्ण प्राणीले चाहने भनेको सुख नै हो र सम्पूर्ण प्राणीले नचाहिने भनेको दुःख नै हो। त्यही कारणले गर्दा बुद्धले सम्पूर्ण प्राणीहरूलाई यो दुःखबाट चाहिँ निकाल्नको लागि चाहिँ उहाँले चाहिँ धर्मचक्र सुरु गर्नुभयो होइन। यसरी धर्मचक्र भन्दा उहाँले चाहिँ पहिलो धर्मचक्र इन्डियाको वाराणसी भन्ने ठाउँमा 4 आर्य सत्यको विषयमा चाहिँ उहाँले यसरी धर्मचक्र गर्नुभएको थियो। र पहिलो धर्मचक्र 4 आर्य सत्य भन्दा हामीले के बुझिन सक्छौँ भन्दा दुःख आर्य सत्य र समुदाय आर्य सत्य र त्यसै गरी निरोध आर्य सत्य र मार्ग आर्य सत्य भनेर चाहिँ हामीले यसरी बुझ्न सकिन्छौँ। र यतिसम्म चाहिँ अघि मैले भनेको थियो बुद्धको जीवनीलाई हेर्दा सांसारिक जीवन र धार्मिक जीवन भनेर हामीले बुझ्न सकिन्छौँ। र यसरी जन्म र युवा चाहिँ संसारिक जीवन भयो र यसरी धार्मिक जीवन भन्नाले तपस्या र अरूको हित भयो। तपस्या उहाँले तपस्या गर्दा गर्दा ज्ञान प्राप्त गर्यो, बोधित्व प्राप्त भयो र त्यसपछि उहाँको अरूको हित चाहिँ के गर्यो भन्दा उहाँले धर्मचक्र सुरु गर्नुभयो होइन। र यो उहाँले चाहिँ अब दरबार छोड्नुको मुख्य कारण के थियो भन्दा दुःखहरूको कारण के रहेछ त भन्नको लागि चाहिँ उहाँले दुःखको कारण खोज्न गएको हो नि त। त्यसपछि उहाँले बोधगयामा बोधित्व प्राप्त गरेपछि उहाँले दुःखको कारण के रहेछ त भन्ने कुरा पत्ता लगायो हैन। संसार दुःख रहेछ, दुःख यतिकै पाएको होइन रहेछ, दुःखमा पनि कारण रहेछ भन्छ के, केही कारण छ भन्छ। के त दुःख सत्य छ, दुःख सत्य भनेको के हो त संसार दुःख छ, दुःख यतिकै पाएको होइन, त्यसको केही कारणहरू रहेछ भन्छ। त्यो दुःख सबैबाट मुक्त गर्न सकिन्छ हामीले पनि, परम सुख बुद्धको जस्तो हामीले पनि परम सुख प्राप्त गर्न सकिन्छ भन्छ होइन। त्यो परम सुखलाई हामीले सुखलाई प्राप्त गर्ने केही स्रोतहरू पनि छ भनेर चाहिँ बुद्धले यसरी हामीलाई चाहिँ देखाउनु भएको छ। ती मध्येबाट पहिलो आर्य सत्य दुःख आर्य सत्यको वर्षमा भन्नुपर्दा उहाँले पहिलो धर्मचक्र गर्दाखेरि उहाँको पहिलो शब्द नै के थियो त दुःख थियो है। किन भन्दा संसार दुःख छ भनेको छ। उहाँले मेन अब दुःखको कारणहरू के रहेछ त भन्ने कुरा नै उहाँले खोज्नको लागि चाहिँ दरबार छोडेर जानुभएको थियो नि त। त्यो सबै कुराहरू कारणहरू पत्ता लगाइसकेपछि उहाँले 4 आर्य सत्यको विषयमा भन्दाखेरि चाहिँ सबैभन्दा पहिलो शब्द नै दुःख थियो। संसार दुःख छ भनिन्छ होइन। र संसार दुःख छ भन्दा यहाँहरूले लाग्न सक्छ कि अहिले हामीलाई त दुःखै भएको छैन, किन संसार दुःख छ त भन्ने प्रकारको हुन्छ। कुनै मान्छे स्वास्थ्य हुँदाखेरि अब आफूले चाहेको सम्पन्न सबै चिजहरू पुगिराख्दाखेरि त दुःख जस्तो लाग्दैन नि त। त्यसो हुँदाखेरि संसार दुःख छ भन्दाखेरि दुःख नलाग्न सक्छ। तर दुःख छ भन्नुको तात्पर्य चाहिँ कस्तो हो भन्दा संसारमा 3 प्रकारको दुःखहरू छ भन्छ कि। हामी बोट भाषामा धुङ्गल कि धुङ्गल, गिरी धुङ्गल, ख्यापदुची कि धुङ्गल भनेर भनिन्छ होइन। यो धुङ्गल कि धुङ्गल भनेको के हो त दुःखको दुःख भन्छ। जस्तै दुःखको दुःख चाहिँ संसारमा 6 लोकहरू छ, डुवारी डुब भनेर है 6 लोकहरू रहेको छ। 6 लोकमध्ये दुःखको दुःख चाहिँ कहाँ छ भन्दा 3 दुर्गतिहरूमा चाहिँ छ भन्छ। 3 दुर्गति भन्नाले हामीले केलाई बुझ्न सकिन्छ त नरक लोक, प्रेत लोक र जीव लोकलाई बुझ्न सकिन्छ होइन। जस्तै नरक लोकमा सम्झिने हो भने हामीले जस्तै नरकमा 8वटा होइन एकदमै तातोको नरकहरू छ भने 8वटा एकदम चिसोको नरकहरू छ भनेर भनिन्छ होइन। जहाँ चाहिँ प्राणीहरूलाई कस्तो खालको दुःख हुन्छ भन्दा हामी जिउँदो नै उम्लिरहेको पानीभित्र हालिदिने होइन, त्यसै गरी आगोभित्र हालिदिने, त्यसै गरी हाम्रो जिउहरूमा एउटा कलमको दर्को टाइपको तानेर त्यहाँ चाहिँ जुन काटचिने आडे हुन्छ नि त्यस्तोले चाहिँ चिरिदिने, त्यसै गरी 2टा ठुलो ठुलो पहाडमा चाहिँ च्यापेर मार्ने
त्यस्तो खालको दुःखहरू चाहिँ भइरहन्छ भन्छ नरकभित्र होइन। अब विस्तृत रूपमा भन्यो भने धेरै छ, तर हामी सबै कुरा गरेर बस्यो भने चाहिँ यहाँ अलिकति समयको पनि अभाव छ होइन। त्यही कारणले गर्दा मैले सबै दुःखहरू कस्तो छ भनेर चाहिँ भन्न चाहेन। तर नरकमा कस्तो खालको दुःख छ भन्दा चाहिँ त्यस्तो प्रकारको दुःखहरू भइरहन्छ भन्छ। त्यो चाहिँ कतिसम्म चलिरहन्छ त त्यो दुःख चाहिँ? एकचोटि तातो पानीमा डुबाएर मरेर चाहिँ सिद्धिन्छ त भन्दा सिद्धिँदैन। तातो पानीमा डुबायो फेरि जिउँदो हुन्छ, फेरि जिउँदो। त्यो चाहिँ कतिसम्म चलिरहन्छ त? त्यो प्रक्रिया कतिसम्म चलिरहन्छ त भन्दा जबसम्म आफूले गरेको कर्म सकिँदैन तबसम्म त्यहाँ मर्ने जिउँदो हुने मर्ने जिउँदो हुने प्रक्रिया चाहिँ चलि नै रहन्छ भन्छ होइन। त्यसै गरी प्रेतलोकमा सम्झिने हो भने पनि प्रेतलोकमा चाहिँ कस्तो खालको दुःख हुन्छ त भन्दा त्यहाँ चाहिँ अब प्रेतलोकको शरीरको आकार चाहिँ कस्तो हुन्छ भन्दा टाउको एकदमै ठुलो, पेट चाहिँ एकदमै ठुलो घ्याम्बा जस्तो हुन्छ र उसको घाँटी चाहिँ कस्तो हुन्छ त सियो जस्तो मसिनो हुन्छ भन्छ के, जसले गर्दा चाहिँ खाना निल्नै नसक्ने प्रकारको दुःख हुन्छ र उसले चाहिँ वर्षौँ कल्पसम्म पनि उसले खाना नपाएर भैतारिरहने र यदि खाना पाइहाल्यो भने नि के हुन्छ त निल्न नसक्ने प्रकारको दुःख। कुनै चाहिँ खाने बित्तिकै मुखमा आगो बलेर जाने होइन। त्यसै गरी खाना देखिन्छ, त्यहाँ जाँदा जाँदा चाहिँ के हुन्छ त खाना चाहिँ रगतहरू पिपमा चाहिँ परिवर्तन भएर खान नसकिने होइन। त्यस्तो प्रकारको दुःखहरू चाहिँ केमा छ भन्दा प्रेतलोकमा छ भन्छ होइन। त्यसै गरी जीवलोकमा चाहिँ के दुःख छ भन्दा अब अहिले त हामी सबैको हातमा मोबाइल छ होइन, घरमा टिभी छ। हामीले एकचोटि डिस्कभर च्यानल खोलेर हेऱ्यो भने होइन जनावर जीवलोकमा चाहिँ कस्तो प्रकारको दुःख रहेछ त भन्ने कुरा हामीले थाहा पाउन सक्छौँ होइन। त्यहाँ चाहिँ एकले अर्कालाई मार्ने दुःख, जस्तै एउटा मृगलाई उदाहरण राख्ने हो भने एउटा मृगले एउटा पानी खानको लागि पनि के हुन्छ त उसले 100 चोटि सोचेर पानी खानुपर्ने हुन्छ भन्छ कि। किन भन्दा उसले तिर्खा लागिरहेछ, पानी त खानु नै पर्यो, तर पानी खान जाँदा चाहिँ कहीँ त्यो पानीभित्रबाट कोकोडाइल निस्केर पो मलाई मारिदिने हो कि, कहीँ पछाडिबाट बाघ आएर मलाई पो अट्याक गरिदिने हो कि भन्ने प्रकारको एकदमै डर तासमा जिइरहनुपर्छ भन्छ होइन। त्यसै गरी हाम्रो वरिपरि भएको जीव जनावरहरूले हेर्ने हो भने पनि कतिजनालाई त हामीले होइन आफ्नो जिउको वेट भन्दा पनि धेरै सामानहरू बोकाएर लाने, त्यसै गरी उसले बिमारी भए पनि बिमारी भयो भन्न सकिँदैन उनीहरूले होइन। यदि कामहरू अराउने हुन्छ भने त्यसै गरी हामीले मासुको लागि प्रयोग गरिन्छ होइन, उनीहरूले मासुको लागि मारिदिन्छ। त्यसै गरी छालाको लागि मारिदिने हुन्छ होइन। त्यसै गरी दाँतको लागि भयो, त्यसै गरी कुनै विभिन्न प्रकारको कारणले गर्दा चाहिँ जनावरहरूले मार्ने गर्छ होइन। जस्तै समुद्रमा बस्ने माछाहरूले हो भने चाहिँ मोतीको लागि मार्ने गरिन्छ होइन। त्यसै गरी हामी मान्छेहरूले चाहिँ आफ्नो क्षणिक सुखको लागि, आफ्नो क्षणिक खुसीको लागि चाहिँ यसरी प्राणीहरूको हत्या गरिरहेको हुन्छ होइन। त्यही कारणले गर्दा यो 3 लोकमा 3 दुर्गति लोक भन्छ, जुन चाहिँ नरकलोक, प्रेतलोक, जीवलोक, त्यहाँ जन्मियो भने चाहिँ दुःख नै दुःख हो भन्छ है। त्यहाँ चाहिँ एक क्षणको लागि पनि त्यहाँ चाहिँ सुख छैन भन्छ। त्यहाँ यदि त्यहाँ जन्मिहाल्यो भने त्यहाँ चाहिँ एकदमै दुःखको दुःख हुन्छ भनेर चाहिँ भनिएको छ होइन। अनि एउटा चाहिँ परिवर्तन दुःख भन्छ, त्यो गिर्वी धुङ्गाल भनेको जुन अहिले हामीलाई भइरहेको छ, त्यो चाहिँ कस्तो हुन्छ भन्दा 3 सुगति लोकमा हुन्छ यो चाहिँ होइन। जस्तै अहिले हामी बिमारी भएको छैन, हामी परिवारहरू सबै सँगै छ, घर पनि राम्रै छ, आर्थिक जीवन पनि राम्रै छ भन्दा हामीलाई खुसी जस्तो लाग्छ। तर त्यो खुसी सधैँभरि रहिरहन्छ त भन्दा रहिरहँदैन नि, त्यो बिस्तारै दुःखमा परिणत हुन्छ। र हाम्रो जीवनमा दुःख मात्रै पाउने हुन्छ त अन्त दुःख पनि मात्रै पाइँदैन, कहिलेकाहीँ सुख पनि हुन्छ। जस्तै हामीले एउटा घर बनायो भने त्यो घर बनाउनलाई घर नहुँदाखेरि हामीलाई दुःख हुन्छ र एउटा घर बनाइसकेपछि अब त मलाई सुख प्राप्त गर्यो भने जस्तो हुन्छ नि त, एकछिन खुसी लाग्छ नि त घर बनाइसक्यो भने। तर त्यो घरबाटै बिस्तारै दुःख हुन थाल्छ, के प्रब्लम हुन्छ त्यहाँनिर होइन, प्रब्लमहरू सुरु हुन थाल्छ, त्यहीँबाट नै दुःख हुन थाल्छ। त्यही कारणले गर्दा यो मानव लोकमा पनि सुख भनेको चाहिँ एकदमै क्षणिकको लागि मात्रै छ भनिन्छ होइन। त्यस कारणले दुःख सुख भनेको चाहिँ जाने आउने भइरहन्छ भन्छ, त्यहाँ पनि सुख छैन भन्छ होइन। त्यस्तै देवलोकमा सम्झिने हो भने देवलोकमा उनीहरूको अगाडिको जीवन चाहिँ एकदमै सुख सम्पन्न रहन्छ भन्छ, सुखमा रहन्छ। तर उनीहरूको मर्नुभन्दा 1 हप्ता अगाडि चाहिँ उनीहरूको जिउहरूबाट विभिन्न प्रकारको गन्धहरू आउने, पहिला जुन चिजहरू उनीहरूलाई सुख लाग्ने त्यही चिजबाट दुःख लाग्न थाल्ने, त्यसै गरी आफू कुन ठाउँमा जन्म लिने हो त्यो शरीरहरू देख्न थाल्दा चाहिँ उसलाई एकदमै दुःख हुन्छ भन्छ। यो पनि परिवर्तन दुःखभित्र पर्छ होइन। त्यसै गरी एउटा ख्यापादुसीको धुङ्गल भनिन्छ, यो दुःख भनेको चाहिँ कस्तो हुन्छ एकदमै मसिनो दुःख हो भनिन्छ होइन। यो दुःख चाहिँ हामी सबैजनालाई हामीले होइन एउटा आमाको गर्भभित्र प्रवेश गर्ने बित्तिकै यो दुःख चाहिँ सबै प्राणीहरूमा छ भन्छ होइन। तर हामीले चाहिँ यो दुःखको अनुभव चाहिँ गर्न सकिँदैन, किन भन्दा
जस्तै उदाहरणको लागि हामीले आँखाको एउटा रौँ हुन्छ नि, आँखाको एउटा रौँ निकालेर हाम्रो हातमा राख्यो भने हाम्रो हातले हाम्रो हत्केलामा राख्यो भने चाहिँ त्यो हत्केलामा त्यो रौँ त छ, तर रौँ भएको अनुभव हामीले गर्न सक्छ त, फिल गर्न सक्छ भने सकिँदैन नि। त्यही रौँ हाम्रो आँखाभित्र गयो भने चाहिँ हामी आँखाभित्र 1 मिनटको लागि पनि हामीले खप्न सकिँदैन, 1 सेकेन्डको लागि पनि खप्न सकिँदैन। हामीले त्यो भूतलाई कहिले निकाल्ने हुन्छ नि त। आँखाको छाला चाहिँ एकदमै पातलो होइन, छिटै अनुभव गर्न फिल गर्न सकिने हुन्छ। त्यो चाहिँ कस्तो रहेको छ भन्दा हामी मान्छेहरू चाहिँ यो हत्केला जस्तो हो भन्छ के, दुःख त छ तर हामीले अनुभव गर्न सकिँदैन। किन भन्दा यो हत्केलाको छाला चाहिँ एकदमै मोटो भएको छ नि त, मोटो छ नि, त्यही कारणले गर्दा चाहिँ हामीले यसको अनुभव गर्न सकिँदैन। त्यस्तै हामीमा के को बाग्दो छ त, के को भन्दा हामीले चाहिँ अज्ञानताको कारणले गर्दा, हामी अनादिकालदेखि गर्दै अज्ञानता होइन, हामीले पाप गर्दै आएको अज्ञानताको कारणले गर्दा चाहिँ हामीले यो दुःखहरूलाई, दुःख त छ तर त्यो दुःखको अनुभव गर्न सकिँदैन भन्छ। तर ठुलो आर्यहरू भयो, त्यसै गरी ठुलो लामाहरूले चाहिँ उनीहरूको चाहिँ जुन त्यो रौँ चाहिँ आँखामा गयो भने एकछिन पनि खप्न नसकेर त्यो निकाल्ने प्रयास गर्छ नि त, त्यस्तै उनीहरूले चाहिँ यो सानो मसिना दुःखहरूले पनि उनीहरूले चाहिँ अनुभव गरिहाल्छ र त्यो दुःखबाट कसरी मुक्त गर्ने त भन्ने प्रति चाहिँ उहाँहरू लागिहाल्छ भनिन्छ होइन। यसरी संसारको जुन ठाउँमा जन्मे पनि दुःखै दुःख छ भनेर चाहिँ पहिलो के भन्नुभयो त, दुःख आर्य सत्यको बारेमा चाहिँ भगवान बुद्धले यसरी भन्नुभयो। उहाँले संसारको वास्तविक देखेको नै यही नै हो संसारमा होइन, जहाँ जस्तो गए पनि यो 3वटा दुःख चाहिँ दुःख नै छ, यो 3वटा दुःख नभएको कुनै ठाउँ छैन भनेर भनिएको छ होइन। त्यसो भन्दा यो दुःख चाहिँ के को कारणले गर्दा भएको रहेछ त, यो दुःख चाहिँ यतिकै भएको होइन होइन, यो दुःखको पनि केही कारणहरू रहेछ भन्दा दोस्रो आर्य सत्य के हो त, समुदाय आर्य सत्य, यसलाई कारण आर्य सत्य पनि भनिन्छ होइन। दोस्रो आर्य सत्यमा चाहिँ उसले यो जुन संसारमा दुःख पाएको दुःखहरू छ त्यसको कारण के हो भन्दा चाहिँ समुदाय आर्य सत्यमा यसरी बताएको छ कि हामीले यसरी संसारमा 6 लोक जहाँ जन्मे पनि दुःख, 3वटा दुःखले चाहिँ पिछा गरिरहन्छ भन्छ। त्यो दुःखहरू पाउनुको कारण चाहिँ के रहेछ भन्दा हामीसँग चाहिँ जुन क्लेश र अज्ञानता भनेर यो 2वटा छ होइन। यो क्लेश र अज्ञानताको कारणले गर्दा चाहिँ हामीले चाहिँ म भनेर चाहिँ एकदमै म भन्ने शब्दलाई चाहिँ पक्रेर राख्ने रहेछ र त्यो मबाट नै के हुन्छ त भन्दा मलाई राम्रो चाहियो, मलाई त्यो चाहियो, त्यो पुरा गर्नको लागि हामीले विभिन्न कार्यहरू गर्छौँ। त्यसै गरी मलाई नराम्रो चाहिएन, मलाई दुःख चाहिएन भने त्यो दुःखबाट मुक्त गर्नलाई हामीले विभिन्न कार्यहरू गर्ने गर्छौँ होइन। त्यहीँबाट चाहिँ के हुन्छ त, त्यो अज्ञानता होइन, क्लेश र अज्ञानताको कारणले गर्दा चाहिँ म भन्ने एउटा समातेर राखेको हुन्छ। त्यही मबाट चाहिँ सबै कर्महरू गर्छ होइन, जुन कर्मले गर्दा चाहिँ हामीले यो संसारको 6वटा लोकहरूमा चाहिँ हामीले जन्म लिनुपर्ने हुन्छ र संसारको 6वटा लोकमा जहाँ जन्मे पनि के हुन्छ त, यो 3वटा दुःख चाहिँ भइरहन्छ भन्छ होइन। त्यही कारणले गर्दा हामीले यो संसारको दुःख त यतिकै पाएको होइन नि त, त्यो के हुन्छ त, त्यसको कारण रहेछ। कारण के हो भन्दा क्लेश र अज्ञानताको कारणले हो। क्लेश र अज्ञानताको कारणले गर्दा चाहिँ हामीले कर्महरू बनाउँछौँ, राम्रो नराम्रो कर्महरू बनाउँछौँ होइन। त्यसमा हामीले पाप मात्रै गरेको छ भने त्यो कर्मले गर्दा हामी कहाँ जन्म लिन्छौँ भन्दा 3वटा दुर्गति, जुन चाहिँ अघि भर्खरै मैले भने नरक लोक, प्रेत लोक, जीव लोक होइन, न्यालवा हित धुटो भन्छ नि होइन, त्यहाँ जन्म भएर जान्छ। र हामीले ठिकै राम्रो कामहरू गरेको छ, राम्रै पुण्य कमाएको छ भने हामी कहाँ जन्म लिन्छौँ त भन्दा 3वटा सुगति, जुन चाहिँ लायुलमा, त्यसै गरी मान्छेको जन्ममा, त्यसमा मान्छेमा पनि विभिन्न प्रकारको हुन्छ नि आफ्नै कर्म। अहिले हामी धेरै मान्छेहरू छन् होइन, कुनै धनी छ, कुनै गरिब छ, कुनै स्वास्थ्य एकदमै राम्रो छ, कुनैको स्वास्थ्यमा एकदमै धेरै रोगीहरू छ। त्यो सबै के भएर भएको भन्दा अगाडिको जन्म आफ्नो कार्यले, आफ्नो अगाडिको जन्ममा हामीले कस्तो कर्म गरे त, त्यही कारणले त्यस्तो भएको हो नि त, आफ्नै कर्म अनुसारले लिएर आउने हो। त्यही कारणले गर्दा चाहिँ यो दुःख छ, दुःखको पनि कारण छ। हामीले यो दुःखबाट मुक्त गर्ने हो भने चाहिँ यो कारणहरूबाट चाहिँ मुक्त हुनुपर्छ होइन। यदि यो संसार दुःख छ भन्दा त्यसो भए के हामी चाहिँ अब सुखै नपाउने हो त भन्दा होइन। यो सबै कारणहरूबाट चाहिँ हामीले मुक्त भयो भने चाहिँ हामीलाई पनि बुद्धको जस्तो परम सुख प्राप्त गर्न सकिन्छ भनेको छ कि, हामीले पनि परम सुख प्राप्त गर्न सकिन्छ भन्छ। त्यो परम सुख चाहिँ कस्तो हुन्छ त भन्दा त्यहाँ चाहिँ परिवर्तन हुँदैन। अहिले हामीलाई सुख प्राप्त भएको त त्यो परिवर्तन हुन्छ नि होइन। आज सुख छ, भोलि दुःख हुन सकिन्छ। आज बिमारी छैन, आज जिउ स्वास्थ्य राम्रो छ, राम्रै छ, भोलि बिमारी भएपछि हामी त्यो सुख त के भयो त, दुःखमा परिणत भयो नि त। तर जब हामीले परम सुख प्राप्त गर्छ त्यतिखेर चाहिँ के हुन्छ भन्दा त्यो सुख चाहिँ निरन्तरता होइन, कहिले पनि परिवर्तन नहुने खालको सुख पनि हामीले प्राप्त गर्न सकिन्छ भन्छ। त्यसलाई के भनिन्छ, निरोध आर्य सत्य भनेर भनिन्छ होइन। त्यो निरोध आर्य सत्य, त्यो परम सुख प्राप्त गर्नको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दा त्यसको पनि केही स्रोतहरू छ, केही भ्यूहरू छ भन्छ। त्यो के हो भन्दा मार्ग आर्य सत्य भन्छ होइन। यदि हामीले मार्ग आर्य सत्य बुद्धले दिएको
उपदेशहरू हामीले सुनेर आफ्नो जीवनमा अभ्यास गर्यो भने चाहिँ हामीले पनि पक्कै परामर्श प्राप्त गर्न सकिन्छ है भनेर चाहिँ बुद्धले यसरी भन्नुभएको छ। र मार्ग आर्य सत्यमा चाहिँ हामीले कसरी चाहिँ बुद्धको उपदेशहरूलाई हामीले कसरी आफ्नो जीवनमा अभ्यास गर्ने त भन्दा त्यहाँ चाहिँ धेरै अब जस्तै शून्यताको विषयमा, त्यसै गरी तथागत गर्भ, त्यसै गरी 10 भूमि, सुते दृष्टि लगायतका विभिन्न उपायबाट चाहिँ हामीले अभ्यास गर्न सकिन्छौँ। तर हामीले अहिले चाहिँ म यो सबै कुरा चाहिँ यहाँ हामीले अब मार्ग सत्यमा हामीले चाहिँ अब कसरी बुद्धको उपदेशहरूलाई चाहिँ हामीले अभ्यास गर्ने त भन्दा हैन यो शून्यताको तथागत गर्भको बारेमा चाहिँ अलिकति धेरै ढिप्ली जानु पर्दा हैन तपाईहरुले नि बुझ्न गाह्रो हुन्छ, मलाई पनि बुझाउन गाह्रो हुन्छ हैन। त्यही कारणले गर्दा चाहिँ हामीले अब जस्तै हामीले दैनिक जीवनमा एकदमै प्रयोग भइरहेको र एकदमै महत्त्वपूर्ण रहेको हैन, जस्तै 10 वटा अकुशल कर्महरूलाई हामीले कसरी त्याग गर्ने त, 10 वटा अकुशल कर्मबाट गर्न हामीले कसरी जोगिनुपर्छ र 10 वटा कुशल कर्म चाहिँ हामीले कसरी अभ्यास गर्ने त भन्ने त्यो चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। र त्यो चाहिँ के हो भन्दा 10 वटा अकुशल कर्म भन्ने बित्तिकै हाम्रो शरीरबाट हुने 10 वटा अकुशल कर्महरू हो, जुन चाहिँ शरीरबाट 3 वटा अकुशल कर्म हुन्छ, वचनबाट 4 वटा अकुशल कर्महरू हुन्छ र त्यसै गरी चित्तबाट पनि 10 वटा अकुशल कर्महरू हुन्छ भन्छ। त्योबाट चाहिँ हामी कसरी बस्ने त भन्दा शरीरबाट हुने सबैभन्दा त हामीले पाप के हो त्यो पनि बुझ्नु पर्यो नि। पाप नबुझेपछि त्योबाट हामीले जोगिन आउँदैन हैन। त्यही कारणले गर्दा पाप के हो त, शरीरबाट हुने पापहरू के रहेछ, वचनबाट हुने पापहरू के रहेछ र चित्तबाट हुने पापहरू के रहेछ भन्ने विषयमा हामीले थाहा हुनुपर्छ। त्यो चाहिँ कस्तो रहेको छ भन्दा शरीरबाट हुने 3 वटा प्रकारको पापहरू चाहिँ के हो भन्दा हाम्रो शरीरबाट अरूको हत्या गर्ने हैन। हामी बुद्धको एउटा अनुयायी भइसकेपछि त अहिंसा भन्छ नि हैन, प्राणी अहिंसा हुनुपर्छ। त्यही कारणले गर्दा चाहिँ के हो भन्दा हाम्रो जीवनबाट हाम्रो हातबाट कुनै पनि प्राणीहरूले मार्ने जस्ता कार्य चाहिँ गर्नु हुँदैन भन्छ। यो के हो त हाम्रो जीवबाट हुने पापहरू हो, जस्तै प्राणी मार्ने जस्तो लगायत। त्यसै गरी हामीले अब प्राणी मारेर प्रयोग गर्ने चिजहरू पनि कति छ, जस्तै अघि भर्खरै भने मैले जस्तै छालाबाट प्रयोग गरेको चिजहरू हैन, हामीले लेदर कोट भन्ने लाउँछौँ, छालाको जुत्ता, छालाको ब्याग भनेर हामीले प्रयोग गरिरहेको हुन्छ नि त। त्यो कहाँबाट आएको त्यो पनि हामीले सोच्नुपर्ने हुन्छ। हामीले त्यहाँ पसलमा गएर सामान किन्दाखेरि म त छालाको जुत्ता लाउँछु भन्छ, म छालाको ज्याकेट लाउँछु भन्छ नि हैन। तर त्यो छाला कहाँबाट आएको त त्यो हामीले सोच्दैनौँ त। त्यो छाला त हामीले प्राणी मारेर, कुनै गाई वस्तु मारेर, कुनै याकहरू मारेर मात्रै निकाल्ने हो नि त त्यो छाला। त्यही कारणले गर्दा हामीले खुद प्राणीले नमारे तापनि त्यस्तो प्राणीबाट भएको चिजहरू हामीले कमभन्दा कम प्रयोग गर्नुपर्छ भन्छ हैन। त्यो हाम्रो जीवबाट हुने पापहरू यिनीहरू हुँदैन। त्यसै गरी अर्को हाम्रो जीवबाट हुने पाप के हुन्छ, चोरी। हामीले मान्छेको सामानहरू चोर्ने गर्नु हुँदैन। मान्छेले हामीले चोर्ने काम भनेको त 5 मिनेटको काम हो नि, तर त्यो मान्छेले त्यो धन सम्पत्ति जुटाउनको लागि कति मेहनत गर्नुभयो होला हैन। त्योहरू चिज सोच्नुपर्छ भन्छ। उसले के को लागि होला, आफ्नो बिमारी औषधिको लागि पो जम्मा गरेर राखेको हो कि हैन, कि आफ्नो अब दुःख पर्दाखेरिको लागि त जम्मा गरेर राखेको हुन्छ। त्यही कारणले गर्दा अरूको सामान चोर्नु हुँदैन। त्यसै गरी अरूले चोर्ने मात्रै नभइकन अरूले नदिएको चिजहरू हामीले लिनु हुँदैन पनि भन्छ कि। जस्तै हामीले चाहिँ चोरीको विचार त हुँदैन, तर यो मेरै साथी त हो नि, मेरै साथीको सामान मैले युज गर्दा के भयो त भनेर हामीले चाहिँ साथीहरूको सामान प्रयोग गरिदिन्छौँ नि त। तर त्यो साथीले चाहिँ ओहो मेरो सामान त उसले नसोधिकन पनि लगेछ भनेर उसको मनमा चित्त दुख्यो भने त्यो पनि त पाप हो नि। त्यही कारणले गर्दा सकेसम्म अरूको सामान अरूले नदिएसम्म नसोधेसम्म प्रयोग गर्नु हुँदैन भन्छ। यो पनि के हो त हाम्रो शरीरबाट हुने एउटा पाप हो। त्यसै गरी तेस्रो शरीरबाट हुने पाप भनेको चाहिँ यौन व्यभिचार भनिन्छ। यो चाहिँ गृहस्थी जीवनहरूको लागि, जस्तै विशेष गरेर हैन तपाईहरु अब एउटा घरमा बिहा गरिसकेपछि एउटा बुढाबुढीले आफ्नो बुढाबुढीको सम्बन्ध बाहेक अरू मान्छेसँग चाहिँ सम्बन्ध राख्नु हुँदैन भन्छ। एउटा बुढाले आफ्नो बुढी बाहेक अर्को केटीसँग सम्बन्ध राख्नु नहुने र केटीले पनि आफ्नो लोग्ने बाहेक अर्कोसँग सम्बन्ध राख्नु हुँदैन भन्छ। जसले गर्दा चाहिँ यो चिजहरू सबैले गर्दा घरमा अशान्त ल्याउने चिज हो नि त। त्यही कारणले गर्दा चाहिँ यो सबै चिजहरू चाहिँ के हो त भन्दा शरीरबाट हुने 3 वटा पापहरू है। यो शरीरबाट हुने 3 वटा पापहरू चाहिँ हामीले गर्नबाट जोगिनुपर्छ भन्छ हैन। र हाम्रो वचनबाट भन्नाले हामीले मुखबाट हुने 4 वटा पाप चाहिँ के हो त भन्दा हैन, हामीले झुठो बोल्ने, मान्छेहरूलाई हामीले झुट बोल्छ नि कति हैन, झुट बोल्ने गर्नु हुँदैन भन्छ, सत्य बोल्नुपर्छ भन्छ हैन, झुट बोल्ने। त्यसै गरी हामीले बोल्दाखेरि
एकदमै कड्डा शब्द होइन नराम्रो शब्द प्रयोग गरेर बोल्नु हुँदैन भन्छ, जसले गर्दा अर्काको चित्त दुखाउँछ, त्यो चित्त दुखाउनु पनि एउटा पाप हो भन्छ होइन। नम्र भएर बोल्नुपर्छ, कड्डा शब्द प्रयोग गर्नु हुँदैन भन्छ होइन। त्यसै गरी अर्को बिचमा होइन अरूको बिचमा फाटा ल्याउने टाइपको, जस्तै हामी दुईजना साथी कुरा गऱ्यो, भोलि गएर फलानु त्यसले तिम्रो बारेमा त्यस्तो भनेछ, फलानु अर्को ठाउँमा गयो उसले चाहिँ तिम्रो बारेमा त्यस्तो भनेछ भनेर दुईजना मान्छेलाई एउटा नमिल्ने बनाइदिन्छ नि। कुरा यताको कुरा यता पुऱ्यायो, उताको कुरा यता पुऱ्याएर के गर्छ त मान्छे दुईटा बिचमा नमिल्ने बनाइदिन्छ। त्यस्तो काम पनि गर्नु हुँदैन, यो पनि पाप हो भन्छ है। त्यसै गरी चौथोमा वचनबाट हुने पाप भनेको व्यर्थको कुरा। हामी सबैजनाबाट सबैभन्दा धेरै पाप हुने भनेको यो व्यर्थको कुरा हो। तपाईँ हामी सबैसँग होइन हामीलाई लाग्छ यो व्यर्थको कुरा त पापै होइन जस्तो लाग्छ होइन। व्यर्थको कुरा भन्नाले के त हामीले अर्थपूर्ण नभएको कुरा, जस्तै अब हामी 2-3 जना साथीभाइहरू होइन दिदीबहिनीहरू हामी यस्तो जम्मा भएपछि के सोध्छ त भन्दा फलानु त्यसले त्यस्तो त्यस्तो गरेछ, त्यो मान्छेले त्यस्तो त्यस्तो गरेछ भन्ने मान्छेको बारेमा कुरा गर्नु सुरु हुन्छ नि त। त्यस्तो कुराहरू हामीले यस्तो सोच्दाखेरि त्यो कुराहरू त पाप होइन जस्तो लाग्छ नि, तर त्यो कुरा पनि एकदमै पाप लाग्छ भनेको छ कि। किन भन्दा त्यस्तो कुराबाट नै कुरा गर्दा गर्दै रिस राग म कुनै यस्तो कुरा गर्दा गर्दै झाडा परेर जाने हुन्छ, कुनै यो कुरा गर्दा गर्दै यो कुरा लगेर भोलिपल्ट अर्को ठाउँमा सुनाइदियो भने यतिकै अरूको चित्त दुख्छ। त्यही कारणले गर्दा चाहिँ यो व्यर्थको कुरा पनि एकदमै पाप रहेको छ। त्यही कारणले गर्दा हाम्रो बोलीबाट हुने 4वटा पापहरूबाट जोगिनुपर्छ भनेको छ होइन। त्यसै गरी अर्को हाम्रो शरीर चित्तबाट हुने पापहरू के हो त भन्दा चाहिँ चित्तबाट हुने पाप भनेको चाहिँ अरूको बारेमा नराम्रो सोच्नु होइन, कुविचार होइन। जस्तै लोभी भयो, कुविचार भयो, त्यसै मिथ्या दृष्टि भनेर भनिन्छ होइन। जस्तै अरूले राम्रो गरेको छ भनेर देख्ने अथवा सुनियो भने कसैले अब फलानु त्यसले राम्रो काम गरेको छ, त्यसले घेवा गरेको छ, उसले चाहिँ यस्तो राम्रो काम गरेको छ, आफूले खुद देख्नु अथवा अरूले आएर सुनाउँदाखेरि हामीलाई त अलिकति ईर्ष्या लाग्छ नि, डाहा लाग्छ नि होइन। त्यो मान्छेले यस्तो गर्दाखेरि डाहा लाग्छ नि, त्यस्तो डाहा लाग्नु हुँदैन भन्छ होइन। त्यसै गरी कुविचार भनेको चाहिँ अरूको बारेमा हामीले नराम्रो सोच्नु के, विशेष गरी त आफूले मन नपरेको ठाउँमा चाहिँ त्यसलाई दुःख पाइदिए हुन्थ्यो नि, त्यसलाई चाहिँ यस्तो भयो ठिक्क हुन्थ्यो नि, त्यस्तो प्रकारको नराम्रो विचारहरू सोच्ने गर्छौँ त हामीले। त्यस्तो विचारहरू पनि सोच्नु हुँदैन भन्छ होइन। त्यसरी हाम्रो चित्तबाट हुने अकुशल कर्महरूबाट पनि हामी जोगिनुपर्छ भन्छ। र यसरी अकुशल कर्मबाट गरेको जोगेर मात्रै हुन्छ त, जोगिनु मात्रै हो त भन्दा होइन। बुद्धले के भन्नुभएको छ भने 10वटा हाम्रो शरीरबाट हुने, त्यसै गरी वचनबाट हुने, त्यसै गरी चित्तबाट हुने त्यस्तो अकुशल कर्महरूबाट जोगेर चाहिँ के गर्नुपर्छ भन्दा हामीले तिनीहरू सबैलाई चाहिँ कुशल कर्ममा अभ्यास गर्नुपर्छ भनेर भनिएको छ होइन। त्यो कुशल कर्म कसरी गर्ने त भन्दा हामीले अघि भने जस्तै शरीरबाट अरूलाई होइन हत्या गर्ने जस्ता अरूको त्यो गर्ने जस्ता हत्या गर्ने चाहिँ जोगेर के गर्नु पर्यो त प्राणीलाई ज्यान बचाउने छेदरताङ्सी गर्ने भन्छ नि हामीले होइन। त्यस्तो गर्नुपर्छ र त्यो साथसाथै प्राणीबाट भएको जुन अघि भर्खरै भने जस्तै छालाबाट बनेको जस्तो त्यो प्राणीबाट बनेको चिजहरू चाहिँ कमभन्दा कम युज गर्नुपर्छ भन्छ है। अनि सेकेन्डमा चाहिँ अब के छ त हामीले अब अरूको चोर्ने अरूले नदिएको चिजहरू लिनुको साटा चाहिँ के गर्ने त हामीले अरूले दिने प्रयास गर्नुपर्छ। जति छ आफूसँग जे छ त्यो खोलेर अरूलाई दिने प्रयास गर्नुपर्छ भन्छ होइन। दिने भन्ने बित्तिकै हामीले होइन वैदिक चिज होइन पैसा अथवा सबै चिजमा बुझ्नु पर्दैन। हामीसँग जे छ, हामीसँग फेसमा एउटा स्माइल होइन, हामीले एउटा हाँसेर हिँड्न सक्छ नि, हाँसे पनि दिए पनि अरूलाई खुसी हुन्छ भन्छ क्या। हामी घरबाट यसो निस्किँदाखेरि हामी अब एकदमै मुखालो देखाएर निस्क्यो भने अरू पनि चित्त दुख्छ नि, तर हामी हाँसेर निस्क्यो भने उता पनि हाँसिन्छ होइन। यो पनि एउटा धर्म हो भनिन्छ होइन। यसरी हामीले चाहिँ दिने भन्ने बित्तिकै हरेक चिज होइन एउटा आर्थिकबाट नै बुझ्नु पर्दैन, आफ्नो जिउमा जे छ त्यो दिन सिक्नुपर्छ भन्छ होइन। त्यसै गरी हामीले समाजमा नराम्रो काम गर्नुको सट्टा एउटा समाजमा राम्रो काम गरेर मान्छेलाई चाहिँ एउटा उदाहरण बन्न सक्नुपर्छ भनेको छ होइन। त्यसमा अभ्यास गर्नुपर्छ। त्यसै गरी वचनबाट चाहिँ कसरी भन्दा हामीले झुटो बोल्ने छाडेर चाहिँ सत्य बोल्ने अभ्यास गर्नुपर्छ। त्यसै गरी अरूलाई छुटाउने खालका कुराहरू गर्नेलाई कम गरेर अरूलाई मिलाउने खालका कुराहरू गर्नुपर्छ भनेको छ होइन। त्यसै गरी हामीले व्यर्थको कुराहरू धेरै गर्नुको सट्टा हामीले आज अब हामी मानी गऱ्यो, एकछिनपछि ब्रेकमा बेच्दाखेरि तिमीले मानी गरिरहँदाखेरि कस्तो विचार आयो त होइन। मानी गर्दाखेरि यस्तो धर्मको बारेमा कुरा गर्न सकिन्छ अनि मानी गर्न सकिन्छ। त्यसै गरी हामीले आफूले हरेक कुराहरू गर्दाखेरि चाहिँ मेरो वचनले चाहिँ यो जुन सुनिरहेको मान्छे छ त्यसको जीवनमा केही लाभ होस्
भन्ने प्रकारको बोलीहरू चाहिँ हामीले बोल्नुपर्छ भन्छ होइन। त्यसै गरी चित्तबाट चाहिँ के हो भन्दा जहिले पनि हामी अरूको लागि राम्रो सोच र अरूले यस्तो फलानु मान्छेले चाहिँ घेवा गरेको छ, उसले चाहिँ राम्रो भइरहेछ उसको जीवनमा, त्यस्तो कुराहरू सोद्धाखेरि चाहिँ हामीले खुसी हुनुपर्छ भन्छ कि सेङ्गी घेवा जे भयो त्यो त्यसलाई ठतो मिगे सेम भने मिने गई जेसो हेर दे सोनम याम त थोपर सुन भन्छन्। त्यो भनेको अर्थ के हो त भन्दा अरू कसैले धर्म गरेछ, अरू कसैले राम्रो गरेछ भनेको सुनेपछि त्यसमा जेसो हेर उहाँ अनुमोदन गर्यो भने त्यसको सुनाम पनि हामी बराबर थोप्सी गरेर जान्छ भन्छ, हामीलाई पनि प्राप्त हुन्छ भन्छ कि। त्यो चाहिँ कसरी भन्दा होइन, त्यो त एकदमै सजिलो हो नि त। हामीले गएर छ्याग गर्नु परेन, दान दिनु परेन। अरू फलानु त्यसले त्यस्तो दान गरेको छ, त्यो छ्याग गरेको छ, उसले त्यसरी ध्यान गरिरहेको छ, सुन्दा हामीले ओहो त्यो मान्छेले त एकदमै राम्रो गरेछ, अझ उसले राम्रो होस् भन्ने प्रकारको होइन सोच दियो भने पनि त्योको सुनाम चाहिँ के हुन्छ त, पुण्य चाहिँ हामीलाई पनि प्राप्त हुन्छ भन्छ क्या। त्यही कारणले यसरी सोच्नुपर्छ र अरूलाई नराम्रो नराम्रो आफूले विशेष गरी अरूलाई मन नपर्ने ठाउँहरूमा हामीले नराम्रो विषयमा सोच्नुभन्दा पनि उसको लागि चाहिँ हामीले राम्रो होस्, उसको जीवनमा सुख होस् भन्ने प्रकारको हामीले सोच्नुपर्छ भनेर चाहिँ होइन बुद्धले चाहिँ यसरी अभ्यास गर है भनेर चाहिँ हामीले सिकाएको छ होइन। र यदि हामीले यो अभ्यास गर्यो भने हामीले पनि के छ त, एक दिन अवश्य यो दुःखहरूबाट चाहिँ मुक्त भएर चाहिँ हामी पनि सुख प्राप्त हुन सकिन्छ भन्छ। यसरी हामीले हाम्रो काया वाक चित्तद्वारा यसरी हामीले अभ्यास गर्दै गयो भने त्यसले चाहिँ के फाइदा हुन्छ भन्दा त्यसले हामीलाई पुण्य लाभ हुन्छ। बिस्तारै बिस्तारै हाम्रो मनमा पापहरू, हामी त अनादिकालदेखि धेरै पाप गर्दै आएको हो नि त, त्यो पापहरू चाहिँ बिस्तारै बिस्तारै कम हुँदै एक दिन के हुन्छ त हामीले पनि सबै पापहरूबाट मुक्त भएर हामीले पनि सुख प्राप्त हुन सकिन्छ है भनेर चाहिँ बुद्धले भनिएको छ होइन। त्यही कारणले गर्दा चाहिँ बुद्धले यो जुन 4 आर्य सत्यको विषयमा रहेको छ त्यो चाहिँ के हो भन्दा अब दुःख छ, दुःखको कारण छ है भनेर चाहिँ सिकाएको छ। र सुख छ, सुखको पनि केही स्रोतहरू छ। यो 4 आर्य सत्यको भनेको त हामी दुःखबाट कसरी मुक्त हुने र हाम्रो जीवनमा कसरी चाहिँ सुख प्राप्त गर्ने त भन्ने विषयमा हो है। त्यही कारणले गर्दा हामी बुद्धको एउटा अनुयायी भइसकेपछि 4 आर्य सत्यको बारेमा चाहिँ बुझ्नुपर्ने एकदमै महत्त्वपूर्ण रहेको छ। र त्यति हामी बुद्धको अनुयायीले मात्रै नभइकन मलाई त सम्पूर्ण मानिसहरूले चाहिँ यो विषयमा जान्नुपर्छ जस्तो लाग्छ। किन भन्दा हामी सबैले चाहने भनेको त खुसी नै हो होइन। विभिन्न प्रकारको धर्म मान्ने मान्छेहरू भए तापनि चाहने भनेको खुसी नै हो होइन। यो 4 आर्य सत्य भनेको त बुद्धले त के हो त भन्दा सुख दुःख छ, दुःखको कारणहरू छ, त्यो दुःखको कारणबाट कसरी मुक्त गर्ने त होइन। र परम सुख पनि प्राप्त गर्न सकिन्छ हामीले, त्यो परम सुख कसरी प्राप्त गर्ने त भन्ने विषयमा हामीलाई सिकाएर राखेको हो नि त। त्यही कारणले गर्दा यो त यसको लागि चाहिँ हामीले कसैले बुद्ध धर्म नै हुनुपर्छ भन्ने छैन। जसले सुख चाहन्छ त्यसले 4 आर्य सत्य चाहिँ बुझ्नुपर्ने एकदमै महत्त्वपूर्ण रहेको छ होइन। र बुद्धले जति धेरै उपदेशहरू दिनुभए तापनि उहाँको मुख्य उद्देश्य भनेको चाहिँ के हो भन्दा सकेसम्म सम्पूर्ण प्राणीहरूलाई चाहिँ बुद्धत्व प्राप्त गराउने, परम सुख प्राप्त गराउने, नसकेमा संसारको 6वटा लोकबाट चाहिँ मुक्त गराउने। संसारको जुन 6वटा लोक अघि भर्खरै हामीले कुरा गऱ्यौँ के दुःख छ भनेर होइन, त्यो दुःखहरूबाट मुक्त गराउने। त्यति पनि नसक्यो भने चाहिँ 3 दुर्गति जुन न्यालवा हित धुन्डो भन्छ नि होइन, नरक लोक, प्रेत लोक, जीवलोकको दुःख त अति दुःख छ नि त, त्यो दुःखबाट चाहिँ प्राप्त हुन् कसरी गर्ने भन्ने उपाय सिकाएर राखेको छ हामीलाई होइन। तर बुद्धले के पनि भन्नुभएको छ चाहिँ तिमीहरूको दुःख मुक्त गर्ने नगर्ने तपाईहरूको आफ्नै हातमा छ अरे। बुद्ध स्वयं आएर तपाईहरूको दुःखलाई चाहिँ हटाइदिन सकिँदैन। हामीले दुःख पर्दाखेरि बुद्ध मलाई दुःख सबै हटाइदियोस् भने जति प्रार्थना गरे पनि त्यो जुन बुद्धले दिएको उपदेशहरू हामीले अभ्यास गरेन भने त्यहाँबाट मुक्त हुन सकिँदैन। बुद्धले के कुरामा एकदमै जोड दिएर भन्नुभएको छ भन्दा मैले तिमीहरूलाई होइन यो संसारबाट कसरी दुःखबाट कसरी मुक्त गर्ने त्यो उपाय मैले तिमीहरू सिकाएर राखेको छु। त्योबाट चाहिँ मुक्त हुने र नहुने भनेको तपाईँहरू आफैमा भर पर्छ भनेर भनिएको छ होइन। त्यही कारणले गर्दा बुद्धले त हामीलाई एउटा मार्गदर्शन मात्रै गरिदिएको हो। दुःख छ है संसार, दुःखको पनि कारण रहेछ। कारण के हो भन्दा अज्ञानता र क्लेशको कारणले गर्दा चाहिँ हामीले यसो दुःखहरू पाइरहेको रहेछ। त्यो दुःखबाट चाहिँ मुक्त गर्नको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दा त्यो कारणहरू मुक्त गर्नु पर्यो होइन। त्यसै गरी सुख पनि छ, सुखको केही स्रोतहरू छ भनेर उसले मार्ग आर्य सत्य यसरी देखाएको छ। त्यो बाटोमा हिँड्ने नहिँड्ने भनेको हामीलाई भर पर्छ। जसरी हामी बिमारी हो भनेर आफूले जबसम्म थाहा हुँदैन हामी डक्टर कहाँ जान्छ त भनेर डक्टर कहाँ जान्दैन नि होइन। जब आफू बिमारी परेको थाहा हुन्छ तब हामी डक्टर कहाँ जान्छौँ। तर डक्टर कहाँ गएर पनि डक्टरले दिएको औषधि लिएर आएर सिरानीमा राखेर सुतिरह्यो भने निको हुन्छ त रोगबाट? निको हुन सक्दैन नि त।
त्यो हामीले औषधि खानु पर्यो। डाक्टरले औषधि कसरी खाऊ भनेको छ त हैन, बिहान बेलुका दिउँसो कुन खाना नखाऊ भनेको छ त, कुन खाना खाऊ भनेको छ त, एक्सर्साइज कतिको गर भनेको छ, त्यही अनुसारले डाक्टरले भनेको अनुसारले हामीले औषधि खाँदै गयो भने एक दिन हामी रोगबाट अवश्य प्राप्त निको हुन सकिन्छ नि। त्यस्तै बुद्धको पनि उपदेश सुनेर मात्रै भएन। बुद्धले संसार दुःख छ भनेको छ, संसारको के छ दुःखको पनि कारणहरू बताउनु भएको छ, सुख छ सुखको पनि कारणहरू हैन, सुखको पनि उपायहरू सिकाएको छ भनेर हामीले सुनेर मात्रै हुन्छ त भन्दा सुनेर भएन। त्यो कुराले हामीले अभ्यास गर्नु पर्यो। जसरी डाक्टर कहाँ गएर औषधि लिएर सिरानीमा राख्यो भने दुःखबाट त्यो रोगबाट मुक्त हुँदैन, त्यसै गरी हामीले बुद्धको उपदेश सुनेर आयो तर हाम्रो जीवनमा चाहिँ हामी अभ्यास गरेन भने त्यहाँबाट चाहिँ मुक्त हुन सक्दैन। जसरी डाक्टरको औषधि खाँदै गएपछि बिस्तारै बिस्तारै रोग निको भए जस्तै हामीले पनि बुद्धले दिएको शिक्षाहरू हामीले चाहिँ अभ्यास गर्दै गयो भने पक्कै हामी पनि एक दिन यो संसारको सम्पूर्ण दुःखहरूबाट मुक्त भएर हामी पनि के भन्छ परम सुख प्राप्त हुन सकिन्छ भनेर चाहिँ भनिएको छ हैन। त्यही कारणले गर्दा बुद्धले मेन चाहिँ आफ्नो चित्त हो भनेको हैन। बुद्धले जति धेरै उपदेश दिए पनि सम्पूर्ण उपदेशको सार भनेको के हो त चित्त हो। चित्त शुद्ध हुनु पर्यो भनेको छ कि कुनै पनि अकुशल कर्म नगर भनेछ। अकुशल कर्म भनेको हाम्रो काया वाका चित्तद्वारा कुनै पनि पापहरू नगर भनेको छ हैन। त्यसै गरी कुशल कर्मको पूर्ण रूपले अभ्यास गर भनेको छ कि हामीले काया वाका चित्तद्वारा चाहिँ हामी के हुन्छ त धर्म गर्नुपर्छ भन्छ। आफ्नो चित्तले आफ्नै बक्समा राख, यही नै हो बुद्धको उपदेश भनेको छ कि। यो भन्नुको कारण तात्पर्य के हो भन्दा चाहिँ हामी काया वाका चित्तद्वारा कुनै पनि अकुशल कर्म नगर, कुशल कर्म चाहिँ गर्नुपर्छ र आफ्नो चित्त आफ्नो बक्समा राख भनेको के छ हाम्रो चित्त चाहिँ रिस राग मोहप्रति जाने हैन कि आफ्नो चित्तलाई चाहिँ आफ्नो बक्समा। जस्तै मान्छे कसैले केही नराम्रो भने कि रिसाइहाल्ने, कसैले केही राम्रो भने कि खुसी भइहाल्ने, त्यस्तो हुनु हुँदैन। आफ्नो चित्त चाहिँ आफ्नो बक्समा हुनुपर्छ। त्यसको लागि हामी के गर्नुपर्छ त भन्दा बुद्धको उपदेशहरू सुन्ने, त्यसै गरी ध्यान अभ्यासहरू गर्नेमा चाहिँ हामी लाग्नुपर्छ भनेर भनेको छ हैन। जस्तै धम्मपदभित्र पनि के भनेको छ भन्दा अपदिप भव भन्छ। अपदिप भव भनेको अर्थ के हो त भन्दा आफ्नो अज्ञानताको अन्धकारलाई हटाउने ज्योति आफै बन्नुपर्छ भन्छ के। त्यो के हो भन्दा अरू कसै आएर तपाईँको अन्धकार तपाईँको दुःख हटाउँदैन। आफ्नो दुःख आफ्नो अज्ञानताहरूलाई हटाउने ज्योति चाहिँ आफै बन्न सक्नुपर्छ भन्छ। जस्तै तपाईँको खुसी तपाईँकै हातमा हुनुपर्छ भन्छ। हामी प्रायः जस्तो मान्छे कस्तो हुन्छ भन्दा आफ्नो खुसी चाहिँ अर्को हातमा हुन्छ। जस्तै एकजना मान्छे आएर हामीलाई चाहिँ एकदमै नराम्रो अपशब्द बोल्यो भने हामी रिस उठिहाल्छौँ त हैन, रिस उठिहाल्छ। र त्यसै गरी एउटा व्यक्ति आएर फेरि हाम्रो बारेमा एकदमै राम्रो कुरा गरेर तपाईँले त्यो गर्ने जस्तो तारिफ गर्ने जस्तो कुराहरू गर्यो भने हामी खुसी भइहाल्छौँ त। त्यो भनेको के हो त तपाईँको खुसी अरूको हातमा भयो। तपाईँको खुसीको रिमोट आफ्नै हातमा हुनुपर्छ हैन। आफ्नो खुसी आफ्नै रिमोट आफ्नै हातमा भयो भने आफू जस्तो प्रकारले हिँड्न मन लाग्छ हिँड्न मिल्छ। तर तपाईँको रिमोट अरूको हातमा भइदियो भने, तपाईँको खुसी अरूको हातमा भइदियो भने त्यो आफ्नो जीवनको अर्थपूर्ण रहँदैन। कसै आयो नराम्रो मान्छेले त अब म यो मान्छेलाई अलिकति खुसी पार्दिनु भयो, बिचारा दुःख रहेछ भनेर अलिकति दिएर आएर तारिफ गरिदियो, हामी खुसी भएर मक्ख भएर बसिन्छ हैन। र यो मान्छेले त म अलिकति दुःख बनाउनु पर्यो भनेर गयो, विभिन्न प्रकारको अपशब्दहरू युज गरिदियो भने हामी फेरि दुःखी भएर बस्छौँ। त्यस्तो भयो भने के भयो त हाम्रो जीवनको अर्थ रहँदैन। त्यही कारणले गर्दा आफ्नो खुसीको रिमोट चाहिँ आफ्नै हातमा हुनुपर्छ भन्छ कि है। त्यही कारणले गर्दा चाहिँ हामीले मान्छेले राम्रो भन्दैमा खुसी हुने, मान्छे नराम्रो भन्दैमा दुःखी हुने त्यस्तो प्रकारको हुनु हुँदैन। आफ्नो चित्तलाई आफैले सम्हाल्नुपर्छ। बुद्धले जे जति उपदेश दिए पनि उपदेशहरूको मेन सार भनेको चाहिँ के हो त भन्दा हाम्रो चित्त शुद्धको लागि हो। त्यही कारणले आज समय पनि सकिसकेको छ। त्यही कारणले गर्दा आज हामीले जुन यो 1 घण्टा विषयमा चाहिँ हामीले 1 घण्टाको अन्तरमा हामीले बुद्धको जीवनीसँग जोडेर बुद्धको 4 आर्य सत्यको बारेमा कुरा गरेर जुन बुद्धलाई स्मरण गर्ने एउटा अवसर पनि पायो। त्यो पुण्य चाहिँ तपाईँ हामीलाई मात्रै लाभ नभइकन चाहिँ सम्पूर्ण यो संसारमा जति पनि प्राणीहरू छ हैन, त्यो सबै प्राणीहरूलाई लाभ होस्। विशेष गरी हस्पिटलतिर कति बिमारी मान्छेहरू हुन्छ, त्यो बिमारी सबैजना हैन दुःखबाट मुक्त होस् भनेर हामीले यसरी मुहामलम गर्दै आज हामी यहाँबाट छुटिन्छौँ। र यसरी मैले बोलिरहने क्रममा कति कुराहरू मैले तपाईँहरूले बुझाउन सकिनँ होला भने कति ठाउँमा मैले के भन्छ राम्रोसँग तपाईँहरूले बुझाउन सकिनँ होला भने कति ठाउँमा मैले गल्ती पनि गरेँ होला। त्यस्तो केही भयो भने मलाई पुनः आशा छ तपाईँहरू सम्पूर्णले मलाई क्षमा गरिदिनुहुन्छ भनेर। र यसरी हामीले जुन पुण्य छ, मानि गरेको पुण्य छ, त्यो सबै हामीले चाहिँ मुहामलम गर्दै आज हामी यहाँबाट छुटिन्छौँ। धन्यवाद।
的公给这是大陆这给我的到他们这